सो हेलो गाइज वेलकम ब्याक टु माई ब्लग। सो गाइज आज चाहिँ तिहार भाइटिका हो। पहिला चाहिँ मैले पहिला नुहाउँछु। अस्ति त नुहाएको थिएँ तर त्यही पनि आज पनि फेरि नुहाऊँ। मैले चाहिँ नुहाएर नि भइसकेँ। अहमा चाहिँ म चाहिँ अब मेरो बुढी भएर जान्छु टिका लगाउने ठाउँमा। हो यार जाँदै गर्छु म। फाइनली गाइज म चाहिँ बुढो भएर आइसकेको छु। यति नजिक चाहिँ त्यही भएर छिटो आइसकेँ म। यहाँ तास खेल्ने कार्यक्रम भइरहेछ यहाँ। सो गाइस अब चाहिँ म अब बर पिपलको पाततिर जान थालेको छु। त्यहाँ पूजा गर्न चाहिन्छ अरे बर पिपलको पात मलाई दिन जानु भन्नुभएको छ। त्यहीजना लाग्यो चाहिँ हाम्रो घर। यहाँबाट चाहिँ ठाडा दहको भ्यू पनि देखिन्छ राम्रै। त्यहाँ चाहिँ थोरै पोदलको पातिन ठाउँमा आइसकेको छु। यहाँ चाहिँ पिपलको रुख चाहिँ यता छ तर बरको चाहिँ अस्ति नै यस्तो डेन्जर हावा लाग्थ्यो कि पुरै रुख नै ढाकिदियो क्या। अब यहाँ एउटा सानो रोप्नु भएको यहाँ त्यहीँबाट यसो अटिनुपर्छ। ए कता कति मात्र रहेछ। फाइनली म चाहिँ बरको पात लिएर आइसकेको छु घर। घर ट्याक्कै कपडा लाउनुको लागि जानु लागेको छु। यो चाहिँ रेडी भइसकेको छ। अलि परवास् त दौरा सुरुवाल लाएर चिटिक्क परे चिटिक्क तार्द। फाइनली मैले चाहिँ कपडा पनि लाएर भइसकेँ। यो टी सर्ट अनि यताबाट ट्र्याक यो चाहिँ अब देखिसक्नु भयो त। यहाँ त सिस्टी चाहिँ म लास्टै बस्दा बस्दै झ्याउ लाएर अझै फेरि घर जान थालेछु। त नि आइस म चाहिँ बाइक चलाउन लागेको अगाडि देखाएको है। यहाँ यता फोन राख अगाडि देखा है देखिनु पऱ्यो नि। कस्तो ज्याकेट गरेको ऊ आएको बाइक नि आइसकेको छ। अभिषेक दाइ हेर अहिले हामी चाहिँ बहरतिर जानु लाग्यो। यस्तो ढुङ्गै ढुङ्गा छ नि यस्तै अप्ठ्यारो छ। यहाँ खाल्टो छ अयो बाटो घुम्ती यहाँनिर यस्तो अप्ठ्यारो मान्छे आएको छ। हाम्रो बाबाले चाहिँ सुपमा पैसा राखेर कहाँ पहिलो खै पहिलोले जति पैसा निकाल्न सकिन्छ त्यति निकाल्ने, जति छ त्यति लाने। केटाकेटीले अब कति निकाल्छन् ल निकालेर लगेको पाइयो त्यसमा लगेर नगर्छ त ल। त्यो अब स्टार्ट भइसक्यो गेम। ल ल ल बस यतैदेखि ल ल ए ल ल ल निकाल निकाल सय निकाल ए हुन्छ यो पाइन्छ सिधै निकाल्नु पर्छ यस्तै। यता सुन हो यस्तै गरेर हाल्नु पर्छ। हुन्न ओए लाला पाइन्न हुन्न होइन अहिलेको हुन्न हुन्न ओए झेल्ली गर यसले झेल्ली हुन्न ओए राख मैले निकाल्छु मेरो पाइलो खालि बुले त लिएर गयो अलिकति छोप्नु अहिले फोन देखा ल यहाँ यहाँ पहिलो यहाँ छ ल ल
हातलाई हुन्न अर्को हात परेको होइन अर्को हात होइन हुन्न त्यसरी हुन्न हो त्यस्तरी मात्रै हो त्यस्तरी हो एकैचोटि हो ए हो मैले चाहिँ 15 रुपियाँ सिसी गर वर्षमा एक दिन यहाँ पूजा हुन्छ ल कति हो हामी यो कुसको हुने कुसको बनाइदिन्छ सिन्काको भन्दा त कुसको ठिक हुन्छ धेरै मसिनो हुन्छ सिन्काको त यो चाहिँ गयो कि मैले हेरेँ के होला तिमीलाई नानीले सन्दीप हेर बाबु होइन एउटा लिएर जान्छु म उता खानी हो खान त भोक लाग्यो देशी खानी हो गर टक्क हाम्रो खाजा ल यदि यो फोन लाग्यो त किन हुन भयो हामीले चाहिँ तिहारको टिका पनि ल्याएर भइसक्यो हजुरहरूले देखिसक्नु भयो होला भिडियोमा आशा छ हजुरहरूले राम्रो लाग्यो होला राम्रो लागेकोमा लाइक सब्सक्राइब कमेन्ट गरिदिनु होला र आजको लागि यति नै अर्को भिडियोमा फेरि भेटौँ ल बाई